उकालो बाटो छ। घाम यति धेरै लागेको छैन जङ्गलमा बाबा। एकछिन हजुर घाम पनि हेर्नु न कति 4वटा 5वटा लागे जस्तो घाम पनि लाग्छ। आँखा हेर्दा पनि घाम हेर्दा पनि चक्कर लागेर आउँछ। मकैबारी आइयो गाइस। मेरो साथी चाहिँ अलिक हिँड्नु नसकेको अवस्था बडा घोडाको इन्जुरी दुखेर गाई हिँड्न गाह्रो छ बडा। के गर्नु अब यस्तै हो, बुढेसकाल लाग्दै गएपछि गाह्रो हुन्छ। यति गाह्रो हुन्छ। हेलो गाइस, कता हालखबर? पकाउनु पर्यो। गाई अब हामी फर्केको है। बाई बाई। मैले फर्केर आएको। पकाउनु पर्यो। अब राइनी गुले पकाएर खाएर हेर्नु है। राइनी धेरै भएछ। एउटा राइनी पकाएर खानु दियो देश होइन तिमीले। अब अर्को राइनीले अलिक यताउता घुमाएर पनि उफ्रान देखाऊ, बच्चाम देखाऊ अनि लास्टमा बोल्नै आउँदैन मलाई त। कति कमी लाग्यो ए घाँसको बच्चा। अनि कलेज किन निकाले? अहिले भरे लाउने भने हैन? अम्मा ऊ त्यही भुटी जान्छ नि निकालेर अन्डा चाहिँ लास्टमा कलेज अनि कलेज त पाक्नु पर्यो होला नि त अहिले फेरि उसँग है। गाई अब हामी फर्केको है। बाई बाई। मैले फर्केर आएको।